आज चाहिँ मैले एउटा सानो भिडियो सुट गरेको छु भनौँ न। आज दिनभरिमा चाहिँ हामीले के गर्यौँ भनेर हामी चाहिँ स्याटरडेको दिन पारेर यो गर्मी छल्नलाई गाईघाटको गर्मी यति धेरै छ हजुरले कल्पना नै गर्न सक्नु। यो गर्मी छल्नको लागि चाहिँ हामी थोरै गाईघाटभन्दा माथि साउने भन्ने ठाउँमा जान लागेको थियौँ। त्यहाँ जानलाई हामीले प्लान चाहिँ अघिल्लो दिनदेखि नै बनाएका थियौँ र निस्किँदाखेरि 12 बजिसकेको थियो। भयो भनेर हस्बेन्ड पनि कराइराख्नु भएको थियो। अनि सरप्राइज भन्नुहुन्छ भने चाहिँ मेरो खुट्टा हेर्न सक्नुहुन्छ हजुरले। हेर्नुहोस् होइन, दुईवटा खुट्टा डिफ्रेन्ट चप्पल लगाएर हिँड्न लागेको रहेछु। मैले नोटिस गरिसकेपछि मैले चप्पल चेन्ज गरेँ। त्यसपछिबाट भिडियो सुट पनि गरिरहेको थिएँ। त्यति सजिलो त रहेछ भिडियो सुट गर्दै डेली लाइफ चलाउनलाई। अनि मलाई नानी समाता भन्दै हुनुहुन्थ्यो। म चाहिँ भिडियो लिने चक्करमा नानी समातिरहेको थिइनँ। अनि मलाई जिस्काउँदै नानी समातेर गाडी निकाल्दै हुनुहुन्थ्यो बाहिर। सानो सानो क्लिपहरू चाहिँ मैले लिइरहेको थिएँ। यता आज हामी दाइ भाउजू, मेरो सानो बदा, मेरो दुईवटा छोरी र मेरो हस्बेन्ड भएर चाहिँ हामी बाहिर निस्किरहेको थियौँ। यही अवसरमा चाहिँ मैले सानीसँग सानो सेल्फी पनि लिइहालेँ मेरो क्युटी पाईसँग। अर्की स्विटी मेरो पछाडि बसिरहेकी थिइन्। यहाँ चाहिँ मेरो हल्का मुड अफ भयो किनभने मेरो छोरीले थोरै भमिट गरेकी छुर्पी चबाउँदै। त्यसपछि हामी सबैजना गाईघाटभन्दा माथि जान लाग्यौँ। यहाँ मेरो दाइले सिट बेल्टहरू बाँधिन्छ। मेरो छुकछुके बदो चलेको चलेछ। म छोरीलाई हेरेर हाँस्दैछु। ऊ रोइराखेकी पनि छिन् अनि उनी निदाइन्। अनि मैले सानो सर्टले मेरो जेठी छोरी उता माइजूले बोकिराख्नु भएको छ। यहाँबाट चाहिँ हेर्न सक्नुहुन्छ यो शान्त वातावरण हुँदै हुँदै हामी चाहिँ गाईघाटभन्दा माथि चढ्यौँ। वरपर सबै वन जङ्गल, बिचमा रोड, त्यहाँ माथिबाट आधी बाटोमा सट्ट पानी पर्यो सरर। यति आनन्द आएको थियो त्यो गर्मीले गर्दाखेरि। अनि अझै पनि मेरो सानी छोरी निदाइराखेकी छिन्। म छुर्पी चबाउँदै भिडियो लिँदै गरेको छु। मलाई भिडियो एङ्गलहरू त त्यति मिलाउन। यहाँ चाहिँ हामीले थोरै ड्राई नट्सहरू खायौँ। बाहिर हिँड्दा कति अनहेल्दी चिज मात्रै खाने भनेर मेरो बधु मलाई जिस्काइराख्नु भएको छ। मेरी ठुली छोरी उता बसेकी थिइन्। यो पानी अनि हामीले सर्ट ब्रेक लिएर नट्सहरू खायौँ। यहाँ मैले छोरीलाई फिडिङ गराइरहेको थिएँ भने सानी छोरीले चाहिँ डाइपर चेन्ज गर्दै थिइन् उसको बाबासँग। अनि यो पानी पनि रोक्यो, घाम पानी लागिरहेको थियो। यति बेलामा चाहिँ दाइ भाउजूहरूलाई यसो फोटोहरू खिच्दै हुनुहुन्थ्यो। अनि नानीको डाइपर चेन्ज भइरहेको थियो। आफ्टर फिडिङ ठुली छोरीलाई बफ गराउँदै हुनुहुन्थ्यो उसको बाबाले। हेर्न सक्नुहुन्छ मेरो छोरीको हातमा र खुट्टामा एउटैवाला चिज त भेटाउने मुमकिन नै छैन। एउटा खुट्टामा सक्छ, एउटामा छैन। त्यसपछि हामी साउने भन्ने ठाउँमा आइपुग्यौँ। अनि मैले यहाँनिर चाहिँ हामीले थोरै पानीहरू, चटपटेहरू